2 करोडको घर किन्ने कि त्यो पैसा लगानी गरेर भाडामा बस्ने। मानौं तपाईले 2 करोडको घर किन्ने सोच्नु भयो र तपाईले 30% डाउन पेमेन्ट गर्नुभयो भने तपाईको मन्थली ईएमआई हुन जान्छ 1.21 लाख रुपैयाँ। 20 वर्षमा टोटल ईएमआई हुन जान्छ 2.9 करोड रुपैयाँ। हाम्रो टोटल कस्ट फर पर्चेजिङ अ हाउस 3.5 करोड भइसकेको छ। इनिशियल डाउन पेमेन्ट 60 लाख को र ईएमआई को अल टुगेदर 2.9 करोड। र मानौं 20 वर्ष पछाडी तपाईको घरको मूल्य वृद्धि हुन्छ र तपाईले एट द मिनिमम 5 करोड पाउनुहुन्छ भने तपाईले 1.5 करोड गेन गर्नुभयो। तर तपाईले घर नकिनेर रेन्टमा बस्नुहुन्छ र हरेक महिना तपाईले 35,000 रेन्ट बुझाउनुहुन्छ भने र मानौं त्यो रेन्ट एभ्री इयर 5% ले बढ्छ भने तपाईले 20 वर्षमा खर्च गर्नुहुन्छ 1.1 करोड रुपैयाँ र तपाईले 1 करोड लगानी गर्नुहुन्छ स्टक मार्केटमा इन अ वेल डाइभर्सिफाइड पोर्टफोलियो भने र 12% को एनुअल रिटर्न पाउनुहुन्छ भने त्यो पैसा 20 वर्ष पछाडी हुन्छ 9.65 करोड रुपैयाँ। 9.65 करोडमा अघि रेन्ट तिर्ने पैसा घटाउने हो भने तपाईसँग हुन्छ 8.55 करोड रुपैयाँ र यो पैसाले 20 वर्ष पछाडी त दुईटा घर आउँछ जस्तो छ।